हामी चाहिँ यहाँ हिँडिरहेछौँ विक्स खाएर भोट हाल्न गएको अरे हामी भोट हाल्न जय घन्टी जय गणेश। अनि गाडी हाम्रो चार्ज भएन लाइन गएको थियो अब लाइन आउँछ चार्ज हुन्छ अनि हामी जाने हाम्रो डेस्टिनेसन भनेको चाहिँ सङ्घासभाको मुडै संसार हो हाम्रो घर चाहिँ फुङलिङ हो हामी त्यहाँसम्म चाहिँ स्ट्रगल गरेर हिँड्दै जाने हो अहिले चाहिँ हामी चाहिँ कहाँ छौँ भन्दा फेरि नुनथला भनिन्छ नुनथला चाहिँ यहाँ हो यहाँ माथि ट्राउट माछा पाइन्छ भर्खर हामीले ट्राउट माछा हेरेर तर हामीले भिडियो चाहिँ खासै बनाउनु बिर्स्यौँ है होइन अनि यतातिर गयो भने कहाँ पुगिन्छ कहाँ पुगिन्छ यता गयो नि यता बसन्तपुर पुगिन्छ यता गयो भने कहाँ पुगिन्छ यता गयो भने हिले अहिले चाहिँ कहाँ छौँ अहिले चाहिँ हामी नुनथलामा छौँ यहाँ नुनथलामा के गर्दैछौ तिमी बसिरहेछौँ चिया खाने अब ए चिया जाडो छ जाडो चाहिँ छैन है जाडो छ पाहाड आएपछि चाहिँ मलाई जाडो लाग्दैन कोइरा लाग्यो अब हामी आज के तिमी कहाँसँग बस्छौ अरे कहाँ बस्छौ अरे आज म बसन्तपुर बस्छु दादा अनि उसले चाहिँ मलाई प्र्याङ्क गरिन् घरबाट चाहिँ के भन्छ घरबाट चाहिँ मलाई चाहिँ के भन्यो भने मन जान्छु पहाड भन्यो नि सोचे म त पहाडै हुन त उसले ढाँटे त होइन बसन्तपुर पनि पहाडै हुन चाहिँ अनि उसले चाहिँ अलिकति भाउजूको माइतमा बस्न चाहन्छु म हिँड्न सक्दिनँ बुहारीको माइतमा बस्ने अरे अनि दादा चाहिँ जानुहुन्छ भोट हाल्न म त आजै पुग्छु फुङलिङै पुग्छु आज म के अरे फुङलिङको भिडियो होइन भोट कसलाई गरिन्छ थाहा छैन त्यो अहिले नबोलौँ भोट इच्छा मेरो हो एडिट गरेर हाल्ने भिडियो होइन म एडिट गर्दिनँ म जे छ त्यही स्पष्ट रूपमा हाल्छु जे छ जनताले यही जान्दछन् अहिले चाहिँ हामी चाहिँ तिनजुरी आइपुगेछौँ पछाडि तिनजुरीको लालीगुराँस देख्न सक्नुहुन्छ होइन साँच्चै उसले लालीगुराँस खाइसक्यो लालीगुराँस उसले खाइसकेको छिन् यो हामी चाहिँ तिनजुरीमा छौँ अहिले पछाडि चाहिँ लालीगुराँस फुलेको देख्न सक्नुहुन्छ यही नजिकैबाट नि हेर्न सक्नुहुन्छ होइन त्यो तिनजुरी हो सानो तिनजुरी भन्छ यसलाई अनि यतातिरबाट चाहिँ गाडीहरू आइरहेछ यता साँच्चै तिनजुरी जाने बाटो चाहिँ यता अन्त नुनतलाको तिनजुरी हो त उज्यालै रहेछ नि होइन हिँड्नेवाला वातावरण रहेछ क्या हिँड्न सकिने वातावरण रहेछ म स्वेटर लाउनु नलाउनु नि त अनि फेरि पऱ्यो गऱ्यौँ भने फुकाल्नुपर्छ पसिना आवाज लगाइदिन्छ है जाडो हुनुभन्दा घन्टीमा मैले भोट गेममा दिदी भोट गेममा घन्टीमा पनि होइन सधैँ भोट गेममा भन त घन्टी स्योर जित्छ नि होइन हाम्रो मेरो घर भनौँ जहाँ चाहिँ ठ्याक्कै यताबाट उच्च हाम्रो धराम मुडे बजार चैनपुर ब्याकग्राउन्डमा घर हामी फुङलिङतिर लाग्दैछौँ भोट हाल्नलाई भोटबाट चेन्ज तर के कुनमा भोट भन्ने हामी आफ्नो मत अधिकार आफैसँग छ होइन गोविन्द अब गोविन्दले चाहिँ उहाँ फुङलिङतिर ठुल्ठुली गाउँमा कल गर्दैछ खानाको लागि म्यानेजमेन्ट टिम हाम्रो टिमको म्यानेजमेन्ट क्रान्तिकारी हुने हो अनुहार हेर्दा ट्याक्कै क्रान्तिकारी देखिन्छ होइन यहाँबाट लगभग उहाँ टाढा देखिएको डाँडामा पुग्नुपर्छ एराउन्ड 2 घन्टा लाग्छ किलोमिटरमा 8-9 किलोमिटर छ पहाडको बाटो आजको बसाइ हाम्रो जुन हाम्रो जन्म थलो मुख्य घर जाने बाटोमा चाहिँ हाम्रो मेन खोला हो यो चाहिँ जुन चाहिँ एकदम धार्मिक छ होइन एकदम हामी यही बाटो हुँदै बच्चामा हामी यही बाटो हुँदै हिँड्थ्यौँ र यहाँ एकदम सानो रुखको पुल हुन्थ्यो होइन 2टा रुख लडाएर चाहिँ पुल बनाएको हुन्थ्यो के राम्रो पुल थियो यहाँ चाहिँ काठको टेका लगाएको हुन्थ्यो अनि यही तरिकाले हामी अहिले हिँड्दैछौँ अहिले बेलुकाको एराउन्ड 6 बज्न आँट्यो अब एराउन्ड हाम्रो लगभग 20-25 मिनटमा नपुग्न सक्छौँ अनि यही तरिकाले म ह्यान्ड ओभर दिँदैछु महेन्द्रलाई हामी अहिले फुङलिङ जाँदैछौँ फुङलिङ चाहिँ हामी लगभग मुडेबाट 6 किलोमिटर टाढा छ र म मेरो भाइ यहाँ गोविन्द हामी 3 जनाकै जन्म चाहिँ फुङलिङमा भएको हो र हामी सानोमा 1-2 वर्षसम्म यहाँ बसेर अनि हाम्रो डेडीको कार्यस्थल
अथवा काम गर्ने ठाउँ अलग भएको कारणले गर्दाखेरि चाहिँ हामी यहाँबाट बसाइ सरेर गएका थियौँ र आजसम्म जे जति पनि भइरहेको छ, जहाँ बसेर काम गरिरहेका छौँ, जति शिक्षा हासिल गरेका छौँ, सम्पूर्णको उत्पत्ति यहाँबाट भएको थियो। यहाँ चाहिँ हामीले यहीँबाट बामे सर्न सिकेका थियौँ, यहीँबाट हामीले पाइला चलाउन सिकेका थियौँ। सबै कुराको चाहिँ सुरुवात यहाँबाट भएको थियो र यहाँ आउँदाखेरि यहाँको हावापानी, यहाँको सबै कुराले चाहिँ हाम्रो मन छुन्छ र अहिले हामी भोट फर चेन्ज भन्ने नारा लिएर अथवा यसपालिको चुनावमा चाहिँ हामी तिनैजना दाजुभाइ चाहिँ भोट हाल्न आएका छौँ। एउटा टेलर भन्ने केटी छ क्या युएसमा, न्युयोर्कमा। अहिले हामी हिँड्ने क्रममा चाहिँ उसलाई फुङलिङ आइपुगिसकेको छौँ। तल कमाएको हुन्छ। गाउँघरमा रेडियो बजिरहेछ, उसले के गर्छ भने एउटा गफ चलिरहेछ। यो ओल्लो घर जुन देखिएको छ यो चाहिँ मेरो ड्याडीले बनाउनु भएको। त्योभन्दा उतापट्टि चाहिँ मेरो हजुरबा र हजुरआमाको हाम्रो मूल घर हो त्यो। ल आम फेरि ल मलाई गोविन्द ल अनि सानोमा म यो रुखमा चढेर झुन्निन्थेँ यहाँ र खेल्थेँ। ल हिँड्ने नि, यहाँ धारो छ, धारोमा हामी नहुने भने होइन त। सही कुरो। ल हाम्रो मूल घर आयो। यो 2052 साल असार 2 गते मेरो जन्म यही घर भएको होइन गोविन्द। मैले 2053 साल मलाई पनि थाहा छ, तर म 53 सालमा जन्मेको। र यो धारामा पानी आउँथ्यो, हामी यहीँ नुहाउँथ्यौँ। यो घरमा हामी सानोमा बस्ने, खाने, सुत्ने गर्थ्यौँ। ल म चाहिँ यो घरलाई हल्का एकछिन ढोग्दैछु ल। जे छु, जहाँ छु, जस्तो छु, यहीँबाट सुरुवात भएको प्रभु। र यहाँनिर यो बिचमा यो जुन यो दुईटा घरको बिचको यो छ नि, ड्याडीले मलाई, मम्मीले मलाई बाटामा राखेर नुहाएको हो यहाँ। र यो माथिको जुन यो कोठा छ नि, यहाँनिर म सुत्थेँ, यहाँ मुनि म खेल्थेँ। सरोज सानो हुँदाखेरि यसलाई म के अरे हेर्ने ठाउँ यही थियो। अनि हाम्रो यहाँनिर वरिपरि कुदे भन्नु त हाम्रो जन्मने बेला। अनि यहाँनिर के भन्छ, कुखुरा पाल्ने गरिन्थ्यो। यो चाहिँ कुखुराको खोर हो। यो हाम्रो अलैँची भट्टी। ल यहाँ आइज, अलैँची भट्टी, यहाँ आइज। अलैँची भट्टी। यो र म चाहिँ यहीँनिर जन्मेको, यहीँ हुर्केको र पछि हामी अब आफ्नो ठाउँतिर गयौँ। तर सम्पूर्ण कुरा यहीँबाट सुरुवात भयो। हाम्रो डेडीहरू सबै डेडी प्लस डेडीको मेरो ड्याडीको बुवा, हजुरबा, दाजुभाइ सबैको जन्म यही ठाउँ भएको। र मलाई कुनै एक टाइम चाहिँ अबको मौका मिल्दा चाहिँ यहाँ आएर एउटा दसैँ मनाउन मन छ। यहाँ आएर यो सबै चिटिक्क पारेर, मेरो हजुरबाले यही ठाउँमा जन्मेर यही ठाउँमा के अरे आफ्नो प्राण त्याग्नुभयो। हजुरआमाले पनि यही ठाउँमा के अरे यही ठाउँमा आफ्नो स्वर्गारोहण गर्नुभयो। ल यतादेखि चाहिँ पारिपट्टि तेल लुक्छ। ठुलो मम्मी घर चाहिँ कता छ, उपरदेखि सिधो घर हो क्या हो त। घाँस हाल्नु भएन क्या, कराउँदैछ त। घाँस यहाँनिर एउटा आल्चाको बोटको रुख थियो, अहिले छैन। यही धारा, यही के अरे के भन्छ यसलाई, टाटी, खोल्मा यही घर, सबै कुरा हाम्रो यही होला। यहाँ हाम्रो हजुरबा यहाँ बस्नु। यो हाम्रो लागि तरिकाले खुकुरीले काट्नु हुँदो रहेछ होइन। खुकुरीले के बनाउनु हुन्थ्यो। गोविन्द र म आएको, गोविन्द र मेरो बाल्यकाल चाहिँ उयो सानो कोठाको देखेको थियो। गोविन्दको कोठा त्यो थियो सानोमा। लगभग हामी चाहिँ कतै 8-9 वर्षदेखि 15 वर्षसम्म रेगुलर आइन्थ्यो दसैँमा। गोविन्दले कोठामा, गोविन्द र म, हाम्रो किचन यहाँ तल, किचन यो थियो। यहाँ हाम्रो हजुरबा हजुरआमाहरू यहीँ हुनुहुन्थ्यो। एकदम नराम्रो पनि हामीले के भन्छ, हाम्रो लागि स्वर्ग यही हो। हामी जहाँ गए पनि हाम्रो लागि स्वर्ग प्लस हाम्रो मन्दिरै यही हो। जिउँदो मन्दिर र हाम्रो तीर्थ। यो चाहिँ हामी लगायत हाम्रो पछिका पुस्ताले पनि आएर एकचोटि आज संयोगवशले के भएको छ नि, आज हाम्रो हजुरआमाको चाहिँ तिथि पनि परेछ। 11औं वर्ष उहाँ हामी माझ नहुनुको 11औं वर्ष भयो। हजुरआमाले हामीलाई छोडेर गएको 11 वर्ष भयो र आज हामी 11औं वर्षमा यहाँ आउनु पाउनु भनेको एकदम, यहाँ आउनु पाउने भनेको चाहिँ एकदम भाग्यको कुरा हो। धेरै भाग्य र यो संयोगवश मिलेको। एकदम खुसी छौँ हामीलाई हजुरआमा प्रति। एकदम हजुरआमाको चाहिँ एकदम राम्रोसँग सबै कुरा प्रभु राम्रो होस्, सम्पूर्ण हजुरआमाले माथिबाट हामी सबैलाई रक्षा गरून्, राम्रोसँग रक्षा गरून्। ल अब हामी हाम्रो ठुलो बुवाको घर जाँदैछौँ। मेरो डेडीको 5 जना दाजुभाइ, 5 जना दाजुभाइ मध्ये के अरे जेठो ठुलो बुवा यहाँ यही गाउँमा हुनुहुन्छ, यहाँ माथि हुनुहुन्छ। अरू बाँकी 4 जना दाजुभाइ हामी इटरीमा एकै ठाउँ बसेका छौँ र आफ्नो काम
आफ्नै तरिकाले गरिरहेका छौँ र हामी महिलाका दाजुभाइ भयौँ भने यो क्यामेरा जसले फोटो खिचिरहेछ भिडियो खिचिरहेछ त्यो साइलोको छोरो हो यही हो साइलोको ल अब जाऊँ हामी माथि देखिएको घर चाहिँ हाम्रो हजुरबाहरूकोमा चाहिँ हजुरबाहरूको जस्तै हजुरबाको दाजुभाइमा चाहिँ जेठोको घर चाहिँ हाम्रो पल्लो पऱ्यो भने यो त हाम्रो कान्छोको प्लस कान्छोको घर चाहिँ हाम्रो मूल घर हो माथि हाम्रो ठुलो अहिले माथि बस्नुहुन्छ एकदम तरिकाले हामी यहाँ एकचोटि भेट्यौँ महेन्द्र म महेन्द्र गोविन्द यो सर लब अब हामी चाहिँ अहिले चाहिँ गाउँ डुल्ने काममा चाहिँ छौँ गाउँघरि मुखबाट बाफ पनि आइरहेछ नानीको नाम के हो हेमन्त के खड्का नो ए क्या हो गया के गर्दैछ भाइ चाहिँ केही नगरिकन बसिरहेछ नि अनि दाजु नमस्ते पक्रेर त ल सक्छु पक्रिन पक्रेर हेमन्त कट्टल होइन यो पनि आफ्नै मौलिकता आफ्नै परिभाषा र आफ्नै जीवनशैलीमा चाहिँ सबैको जीवनयापन भइरहेछ हाम्रो गाउँघरमा चाहिँ सब थोक सम्पूर्ण चाहिँ सब्जी गाईगोठ मौरीको महदेखि लिएर सम्पूर्ण यहाँ केही किन्नु पर्दैन नुन मात्रै किन्नुपर्छ अरू केही पर्दैन अहिले चाहिँ हामी चाहिँ हाम्रो कुलदेवताको मन्दिर चाहिँ हाम्रो खड्काको कुलदेवताको मन्दिर चाहिँ पछाडि देखिया छ जुन हाम्रो चाहिँ देवाली भन्ने प्रोग्राम चाहिँ यहीँ हुन्छ होइन गोविन्द देवाली यहीँ हुन्छ 2 वर्ष 3 वर्ष ग्यापमा हुन्छ यो वर्ष चाहिँ हाम्रो सानो हाम्रो आफन्तजनको हामीले गुमाउनु परेको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ यसपालि चाहिँ देवाली हुन सकेन यो चाँपको रुख एकदम इम्पोर्टेन्ट यो रुखलाई चाहिँ काट्नु भनेको चाहिँ हत्या गर्नु सरल यो चाहिँ लोप भएको रुख हो गेटिस खोज्दै हुनेछ दाजुभाइ काट्दै हुनुहुन्छ गोविन्दले चाहिँ अब यो चाँपको रुखबाट चाहिँ टक्क तरिकाले चाहिँ गोविन्द हेरौँ न अब गोविन्दको पावर हेरौँ ल गोविन्द हान ठुक्क झर भाइ हान्यो हेर गोविन्दले हान्यो अलिकति भए झर्दो गोविन्द दायाँतिर त भयो सरसले नै झार्छ क्या रेडी 1 2 अनि
लु भइगयो त दाइले गरिसक्यो म सफल भएँ ल आइसक्यो त फुल झार्न सफल भएँ अझै पनि झार्न सक्छु अर्को पनि झारिदिन्छु ल यहाँ गोविन्द रेडी 1 2 3 थुङ्गा झारेँ नि थुङ्गे झारेँ नि मैले चापको फुल टिपेँ केटाहरू सुन्छ सुन गोविन्दलाई सुँगा दे हो सुँगा केटा नानीले के भिडियो हो ए ल के भन्न चाहन्छौ तिमी यो भिडियोमा केही भन्न चाहँदैनौ भन न भन मौरी के चाहिँ ए आउँदैन कि आजपछि लङमा आउँथ्यो त्यो पनि अब त्यहाँ कसलाई दिएर दाइले मात्रै दाइको मौरी भनौँ भने यो मात्रै खान्छ कार त चाहिन्छ ल हामी चाहिँ आमालाई लिएर चाहिँ भोट हाल्नलाई हामी जाँदैछौँ भोट चाहिँ नयाँलाई दिने त होला नि आमा होइन अब सधैँ बेकालाई दिनुपर्छ सधैँ केलाई दिनुहुन्थ्यो काङ्ग्रेस हामी कहिले आज अब आज चाहिँ आइदिएन फेरि गयो भोट दिएर भोट दिएर गयो अब दसैँ तिहारतिर घुम्दै आउनुपर्छ नि फेरि दसैँमा त के आउँछ दसैँ आउन आँटेको नि अब कहिले कहिले हाम्रो महेन्द्र गोविन्द पढेको स्कुल गोविन्दले 5मा पढ्यो कि गोविन्दले 5मा पढ्यो महेन्द्रले पनि 1 कक्षा 2 कक्षा कति पढ्यो यो चाहिँ हाम्रो श्री सिंहेश्वरी आधारभूत विद्यालय 2000 सिंहदेवी रहेछ ल सिंहदेवी मैले स्कुल पढाएको थिइनँ त्यही भएर मलाई स्कुलको नाम पनि थाहा भएन अनि यो छ अब एकछिनपछि हामी भोट हाल्न चाहिँ जाँदैछौँ भोट हाल्न चाहिँ हाम्रो डेडीहरूले पढ्नुभएको डेडी मम्मी सबैले पढ्नुभएको चाहिँ हाम्रो मतदान केन्द्र चामुण्डे माध्यमिक विद्यालय चामुण्डे मावि उच्च मावि एकदम सुरक्षा अवस्था कडा छ खासै हाम्रो 3300 भोट लिस्ट छ भोट हालेर हामी अहिले फर्किँदैछौँ भने गोविन्द छोड्ने खानालाई छिरिरहेको छ छोड्ने मलाई टिपेर ल्याइदियो एउटा होइन मैले मस्त गफ गरेर हिँड्दैछ महेन्द्र यहाँ आउँदैछ लजाउँछ अलिअलि हाई हाई हामी चाहिँ भोट हालिसकेर चाहिँ हामी अहिले मुडे संसारीमा छौँ दिदीकोमा यहाँ पछाडि दिदी हुनुहुन्छ ए सन्ध्या छिन् सन्ध्या भोलि हामी सँगै जान्छौँ भोलि सन्ध्या अनि सन्ध्याले के भन्नु छ छैन केही छैन अरे दिदीलाई के भन्नु छ त एकदम ठिक छ भोट हालिया छैन भन्नु न यो भन्नु न तर जोस गोप्य मतदान हो र केही न केही चाहिँ हुन्छ चेन्ज हुन्छ एकदम भोट त बाहना हो भेट्ने चाहना हो एकदम यही तरिकाले चाहिँ हाम्रो चाहिँ एकदम भोट हालेर आज चाहिँ हामी आनन्दले चिल तरिकाले मुडेको मजा लिइरहेछौँ होइन के हो गोविन्दले बिजी नै छ कुरो केही छैन भोट केमा भालेन मुडे संसारबाट चाहिँ निक्लिँदैछौँ आजलाई चाहिँ यो चोटिकोलाई होइन ऊ पर पछाडि गोविन्द छ त्यहाँ के बार्गेनिङ गर्दैछ कता बार्गेनिङ यता बार्गेनिङ गर्दैछ अब हामी यसरी निक्लिन्छौँ होइन भाइ भान्जा भान्जीसँग हामी बाहिर निस्किँदैछौँ ल यही तरिकाले आजको यो चोटिको भ्लग चाहिँ यहीँ कम्प्लिट हुँदैछ होइन हो कि त्यही चट्ट हेर मुडे संसार एकदम आउनु हानिदिन्छु चट्ट उता हाई गरिरहेको छिन् केही बोल्नु छ सन्ध्या तिमीलाई ल तनाव केही छैन गोविन्द छैन नि होइन ल छैन ल यति भन्दै यो ब्लग भाइ हरा गरे नि त होइन